गाउँले जीवन हो, दुःख सुख भइहाल्छ। कहिले कहीँ धुवाँ हुन्छ त कहिले घाम हुन्छ त कहिले पानी हुन्छ। त्यसैमा छ रमाइलो मजा। हेर्न सक्नुहुन्छ। नमस्ते, आज चाहिँ हामी मकै पोलेर खाँदैछौँ गाइज, हेर्न सक्नुहुन्छ धुवाँमा। अब पल्ट्याउने बेला भयो चाहिँ यो सेतो मकैलाई कालो बनाउन त्यति सजिलो कहाँ छ र। यसरी धुवाँमा बस्नुपर्छ अनि यसरी पोल्नुपर्छ अनि त्यसपछि हुन्छ खानालाई योग्य। नपत्या हेर्नुहोस् यहाँ, खै ढुङ्ग्रो कहाँ पुग्यो, आगो पुग्नुपर्छ होला। आज चाहिँ फाइनली गाइज हामी चाहिँ यता लक्ष्मण भाइको घरमा आएको छौँ गाइज, हेर्न सक्नुहुन्छ कति धेरै धुवाँ भयो। मकै पोल्दैछु यता है, खाने रहस्य गरेको धुवाँले नै अलिकति। हाम्रो गाउँघरमा गाउँले जीवन यस्तो छ, धुवाँमा बस्ने, मकै पोल्ने, खाने यो सिजन ठ्याक्कै तपाईँहरूलाई पनि मनपर्छ होला मकै। कति रमाइलो भइरहेछ। आज पानी परेको छैन, जे होस् बाहिर मकै पोलेर खानालाई उपयुक्त समय भएको छ यो समय। ल हेर्न सक्नुहुन्छ वरिपरि वातावरण एकदम कुहिरो लागिरहेछ अलिअलि। अहिले चाहिँ ठ्याक्कै भन्नुपर्दा म रामेछाप नगरपालिका 6 उख्रिनीको आरु खर्की गाउँमा छु, टोलमा आरु खर्की टोलमा छु, मकै पोल्दैछु गाइज, हेर्न सक्नुहुन्छ। पोल्नु होला बिस्तारै, मकैले गर्दा यो आगै निब्ला जस्तो छ। ल लगभग पाक्न लाग्यो है अब। आहा कति राम्रो भयो पहेँलो गाइज, हेर्न सक्नुहुन्छ मकै पोल्दैछु। हाम्रो चाहिँ यहाँ धुवाँमा अलिअलि धुवाँ नि भइरहेछ। आजभोलिको सिजनमा खाने भनेकै हरियो मकै, हरियो काँक्रो होइन, गाउँघरमा पाइने नै यस्तो यस्तो अर्ग्यानिक चिज हो, खानुपर्छ मजाले। अब यो मकै पोल्दै गर्दा एउटा गीत फुरेको छ, गीत एउटा गाइदिइहालौँ जस्तो लाग्यो है। अब मकै पनि पाक्दैछ, पाकुन्जेलसम्म एउटा गीत चाहिँ दिइहालौँ। जाउँ त भने बाटो छ खोलाको, नजाउँ भनेर। मकै पाकिसकेको छ, ल हेर्नुहोस् त कति मिठो स्वादको। ल गीत पनि सक्यो, मकै पनि पाक्यो, हेर्नुहोस् गाइज।